हेलो हेलो सबैजनालाई नमस्ते। फेरि पनि म तपाईहरुको सामु नयाँ टपिकको साथमा नयाँ भिडियो लिएर आएको छु। तपाईहरुलाई म यस्तो अमेजिङ यो डिजिटल बिजनेसको बारेमा कुरा शेयर गर्न गइरहेको छु। त्यो हो 149। 149 भनेको के हो त? त्यो भन्दा पहिला म मेरो सानो परिचय दिन चाहन्छु। मेरो नाम संगीता, हाल हङकङ बस्दै आइरहेको लामो समय भइसक्यो। यो लामो समयको अन्तरालमा मैले यो एउटा साइड हसलको खोजीमा थियो। त्यही क्रममा मैले यो यस्तो डिजिटल बिजनेस पाएको छु कि यो डिजिटल बिजनेस यस्तो अमेजिङ छ कि हैन, तपाईहरुले चाहिँ एनी टाइम एनीवेयर हैन, तपाईको कम्फर्ट जोनमा बसेर तपाईहरुले यो बिजनेस रन गर्न सक्नुहुन्छ है। त्यसैले म चाहिँ अहिले रेस्टुरेन्टमा फुल टाइम काम गर्दै पनि यो डिजिटल बिजनेस सक्सेसफुली रन गर्दै आइरहेको छु। त्यसैगरी 149 को विषयमा कुरा गर्नुभन्दा पहिले चाहिँ म तपाईहरुलाई एउटा क्वेशन गर्न चाहन्छु। तपाईहरु कहिलेसम्म अर्को अन्डरमा काम गर्नुहुन्छ त? तपाईहरु पनि कुनै प्लान बी को तपाईहरु कुनै पार्ट टाइमको खोजीमा हुनुहुन्छ भने तपाईहरुले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ है, ढुक्क भएर। अनि यो 149 भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ यो 149 हाम्रो डिजिटल बिजनेसको एउटा डिपोजिट एमाउन्ट हो। तपाईहरुले 149 डिपोजिट गर्नुभयो भने तपाईहरुले हाम्रो बिजनेसको मोडल बुझ्न सक्नुहुन्छ। हामी यो बिजनेससँग कुन बिजनेससँग चाहिँ हामी आबद्ध छौं अनि कसरी पैसा जेनेरेट गर्छ अनि यो बिजनेस चाहिँ के हो त भन्ने कुराहरु तपाईहरुले त्यो 8 वटा भिडियोबाट तपाई बुझ्न सक्नुहुन्छ है। अनि यो 149 चाहिँ एउटा रिफन्डेबल फी हो। तपाईहरुले यो बिजनेस मेरो लागि हैन भन्नुहुन्छ भने चाहिँ तपाईहरुलाई यो 149 1 मन्थ भित्रमा फिर्ता पनि हुन्छ है। त्यसैले तपाईहरुले यो 149 तिर्नु अनि यो बिजनेसको फ्रीमा मोडल लिएर जान पनि सक्नुहुन्छ। अनि त्यसैले तपाईहरुले यो बिजनेसको बारेमा जान्न चाहनुहुन्छ भने चाहिँ फिल टु कन्ट्याक्ट विथ मी। अनि यति भन्दै आज म चाहिँ मेरो भिडियो यही एन्ड गर्न चाहन्छु। फेरि पनि नयाँ भिडियोको साथमा आउने बाचा गर्दै सबैजनालाई स्टे ट्युन अनि धन्यवाद भन्न चाहन्छु। नमस्ते।